कार्यक्रम भयो। धेरै धेरै धन्यवाद चाहिँ उदालगुडी जिल्ला समिति लगायत यहाँको स्वागतकारी समितिलाई छ र जुन साहित्य विकासको क्षेत्रमा हामी अघि बढेका छौँ यसलाई हामीले कुनै हालतमा पनि विभाजित गर्नु हुँदैन। यसलाई एउटै हाँगोमा बाँधिएर एउटै भँगालो भएर हामी विश्वभरि एउटा सागरको परिचय हुन आवश्यक छ। अहिले सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ गोर्खा साहित्य सभा र नेपाली साहित्य सभा भन्ने, यस विषयमा के भन्नुहुन्छ? गोर्खा साहित्य सभा र नेपाली साहित्य सभा भन्ने वस्तु एउटा कुरा म भन्छु, असम नेपाली साहित्य सभा विश्वका एउटा सर्वश्रेष्ठ संस्था हो। त्यो संस्थाले आजसम्म विश्वभरि नै नेपाली साहित्यको जुन विकासमा लागेको छ त्यो पब्लिक वा जनताले देखिरहेका छन्। गोर्खा साहित्य भन्ने वस्तु एउटा यस्तो हो, गोर्खा जाति हो, हाम्रो साहित्य होइन। हामी जात हिसाबले गोर्खा हौँ, हाम्रो भाषा नेपाली हो। नेपाली भाषाको जुन विकासक्रम हो भारतको संविधानले पनि यसलाई स्वीकृति दिएको छ र विश्वभरि नै नेपाली भाषाको साहित्यको गुणगान छ। गोर्खा भाषा साहित्य भन्ने कतै कतै देखिए तापनि त्यो खासमा नेपालीलाई प्रतिनिधित्व गर्न सक्ने पर्यायमा छैन। नेपाली चाहिँ एउटा राष्ट्रियता बोकेको एउटा देशको कुराहरू बुझाउँछ र गोर्खा चाहिँ हामी पूर्वदेखि आएका हौँ भन्ने कुराहरू कता कता आइरहेको छ सबैसँग। साहित्यको कुनै राष्ट्रियता वा भौगोलिक सीमा हुँदैन। भौगोलिक सीमा नभएपछि विश्वको कुनै पनि भाषा बोल्न वा कुनै जातिको आफ्नो भाषामा स्वीकार गर्न त्यसमा त्यस्तो ठुलो अडचन हामीले देखेको छैन। जस्तै अब उदाहरणका लागि हामीले धेरै त्यस्ता देशहरू पनि दिन सक्छौँ जुन देशमा अब जात एउटा हो, भाषा एउटा छ, हो त्यस्तो चल्ने देशहरू पनि छन् हो। तर हामी भारतवर्षमा बस्ने नेपाली भाषी गोर्खाहरूको भाषा चाहिँ नेपाली नै हो र हाम्रो जात चाहिँ गोर्खा भन्ने परिचय दिँदै आएका छन्। भारतको संविधानको 8औं अनुसूचीमा पर्वते खस गोर्खा र नेपाली भन्ने 4वटा अब्लिकमा अप्सन छ र यसलाई नेपाली भनेर चिनिन्छ भन्ने पनि कुराहरू छ। यसलाई के भन्नुहुन्छ? त्यो त एउटा राजनीतिक हो। जतिखेर नेपाली भाषाको सांविधानिक मान्यताको समय थियो त्यतिखेर दार्जिलिङबाट इन्द्रजित खुल्लडजीले संसदमा गोर्खा भाषा हुनुपर्छ भन्ने कुराहरू राखिएको थियो। तर अन्तमा गएर डीके भण्डारीले संसदमा नेपाली भाषा नै हुनुपर्छ भन्ने जुन अडिग राख्नुभयो र साहित्य एकाडेमी जस्तो एउटा ठुलो संस्थानले स्वीकृति दिएको भाषा नेपाली भाषा हो र यो भाषालाई अन्यान्य भाषामा पनि बोलिन्छ। जस्तै अब के अरे गोर्खा भाषा पनि भनिन्छ, खस भाषा पनि भनिन्छ, स्याङ्जाली पनि भनिन्छ हो। यी भाषाका रूप हाँगाहरूलाई त्यहाँ अलिकति सन्निवेश गरेको जस्तो लाग्छ।